यो सूचना इपिएस मार्फत दक्षिण कोरिया जान लागेका कामदारहरूका लागि जारी गरिएको अत्यन्तै जरुरी सूचना हो। यसमा उडान अघि तपाईले गर्नुपर्ने तयारी र बुझाउनुपर्ने कागजातहरूको विस्तृत विवरण छ। मुख्य बुँदाहरू तल दिइएको छ। 1. उडान र हाजिर हुने मिति। उडान मिति 2082 चैत 15 गते र 16 गते। हाजिर हुने मिति चैत 12 गते बिहीबार दिउँसो 1 बजे। तपाईले इपिएस शाखामा अनिवार्य उपस्थित भई अभिमुखीकरण तालिम लिनुपर्नेछ र राहदानी पासपोर्ट लिनुपर्नेछ। 2. गर्नुपर्ने भुक्तानीहरू। तपाईले विभिन्न सेवाका लागि निम्न रकमहरू अनलाइन वा बैंक मार्फत बुझाउनु पर्नेछ। इपिएस सेवा शुल्क $44.20 बराबरको नेपाली रुपैयाँ माछापुच्छ्रे बैंकमा। बीमा शुल्क कम्तीमा 6 वर्ष अवधिको वैदेशिक रोजगार आवधिक जीवन बीमा। कल्याणकारी कोष र सामाजिक सुरक्षा। वैदेशिक रोजगार कल्याणकारी कोषको लागि ₹2500 र सामाजिक सुरक्षा योजनाको लागि ₹2416.67 भुक्तानी गर्नुपर्नेछ। हवाई टिकटको लागि ₹54991.45 ग्लोबल आइएमई ब्याङ्कमा रहेको युनिभर्सल टुर्स एन्ड ट्राभल्स PLTD को खाता नं 07501010000028 मा जम्मा गरी भौचर सुरक्षित राख्नुपर्नेछ। 3. महत्त्वपूर्ण अनलाइन फारमहरू। श्रम स्वीकृति, लेबर अप्रुभल, हिस्ट्री feim.do.fe.gov.np मा गएर आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रिन्ट गर्नुपर्नेछ। अराइभल कार्ड। कोरिया उड्नुभन्दा एक दिन अगाडि अनिवार्य रूपमा अनलाइन भरी त्यसको कपी प्रिन्ट गरेर साथमा लैजानु पर्नेछ। सूचनामा भएको QR कोड स्क्यान गरेर सिधै फारम भर्न सकिन्छ। 4. आवश्यक कागजातहरू। राहदानी लिने दिन। राहदानी लिन जाँदा निम्न कागजातका फोटोकपीहरू बोक्नुहोला। श्रम स्वीकृतिको फोटोकपी, बिमा गरेको कागजात, नागरिकता र प्यान कार्डको फोटोकपी, पूर्व अभिमुखीकरण तालिम प्री डिपार्चर ट्रेनिङको प्रमाणपत्र VDRL, स्वास्थ्य परीक्षण रिपोर्ट। नोट: यदि तपाईको नाम समस्यामा पछि समस्या पर्न सक्छ, तपाईलाई कुनै विशेष प्रक्रिया जस्तै अनलाइन भुक्तानी वा अराइभल कार्ड बारे थप जानकारी चाहिएमा सोध्न सक्नुहुन्छ। तपाईको यात्रा सुखद रहोस्।